ओम गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वर गुरुर्साक्षात् परम ब्रह्म तस्मै श्री गुरवे नमः। राधेश्याम सम्पूर्णमा आजबाट गुरु अस्त सुरु हुँदैछ, अर्थात् बृहस्पति ग्रह सूर्यको पछाडि परेर पृथ्वीबाट देखिन छाड्ने अवस्था। यो समय भनेको आज जेठ 29 गतेदेखि आउँदो असारको 22 गतेसम्म रहनेछ, जसको सुरु र अन्त्यमा 3 दिनको सुतक पनि पर्ने गर्दछ। यो समयलाई अशुभ मानिन्छ, किनभने बृहस्पति ग्रहलाई सूर्यको पछाडि परेकाले हामी तर्फ त्यस ग्रहको दृष्टि नपाउने विश्वास गरिन्छ। यस अवधिमा भने विवाह, व्रतबन्ध, पुराण श्रवण, नयाँ व्रतको थालनी वा उद्यापन आदि गर्न हुँदैन। कहिले नगएको तीर्थमा पनि कामना भावले जानु हुँदैन र नयाँ कामको थालनी पनि गर्नु हुँदैन। तर नित्य कर्म जस्तै व्रत, श्राद्ध, नामकरण, अन्नप्राशन आदि भने खुलेर गर्न मिल्छ। सजिलो भाषामा हजुरलाई बुझाउन पर्दाखेरि जुन कार्य भनेको पछाडि गर्न मिल्छ, गृह प्रवेश, गृहारम्भ यस्तो भनेको चाहिँ पछाडि गर्नुपर्छ। जुन अनिवार्य गर्नै पर्ने काम भनेको चाहिँ अनिवार्य रूपमा गर्नै पर्छ। खगोल शास्त्रीय रूपमा बृहस्पति ग्रहले उल्का तथा हानिकारक कणहरूलाई आफैमा तानेर पृथ्वीलाई जोगाउँछ। त्यसैले ग्राभिटीलाई नेपाली र संस्कृतमा गुरुत्व आकर्षण भनिन्छ। र किनभने गुरुले नकारात्मक ऊर्जाहरू आफैमा समेटेर अरूलाई बचाउने शक्ति राख्दछ। र यो समय भनेको गुरु सेवा, आत्मचिन्तन, जप र तपको लागि उत्कृष्ट समय हो। र यस्तै धार्मिक तथा कर्मकाण्ड सम्बन्धी सामग्रीको लागि फलो गर्न नबिर्सिनुहोला। म हरेक दिन नयाँ विषय लिएर